साथीहरू नमस्कार। जाबो 10,000 जाबो भनेछु जम्मा 10,000को फाइन काट्दाखेरि त मान्छेले पेट्रोल छर्केर होइन आत्मा दह गर्ने प्रयास गर्छन् भने लाख लाख जरिवाना लागू गरियो भने के होला नेपालको हालत, काठमाडौँको हालत सोच्नुहोस्। बोल्नुभन्दा पहिला 1000 पटक सोचेर मात्रै कार्यान्वयन गर्नु होला। म बारम्बार भन्दै आइरहेको छु, यो एकदम बढी भयो है, यो हैसियतभन्दा बाहिर भयो है, यो हाम्रो क्षमताभन्दा बाहिर छ है, यो नियम कानुन भनेर म बारम्बार भिडियो बनाएर प्रसारण गरिरहेको छु। नभन्दा हिजो दुःखद घटना घट्यो। यस्ता गणेश नेपाली जस्ता लाखौँ युवा जन्मिन्छन् यदि लाख रुपैयाँ जरिवाना लागू भयो भने, कार्यान्वयन भयो भने। लाखौँ जन्मिन्छन् यस्ता युवा युवती। हाम्रो क्षमता छ थोडी, हाम्रो क्यापासिटी के हो, हाम्रो कमाइ के हो? मार्ने नियम त ल्याउनु भएन नि, जनता मार्ने नियम कानुन त ल्याउनु भएन नि सरकारले। के कसो हौ? महिनामा यार 20,000 रुपैयाँ इन्कम छैन, रोजगारको रो छैन, अनि यत्रो जरिवाना ल्याएर हुन्छ? हुँदैन नि साथीहरू। हिजो गणेश नेपालीले हेर्नुहोस्, बिचरा भन्छु, यो ट्राफिकको तपाईँको के भन्छ, ट्राफिकले गर्ने काम हो कि महानगर प्रहरीले गर्ने काम हो कि के हो? यो लक हाल्ने, कारबाही गर्ने, गाडी नै लानुपर्ने, गाडीमै हालेर लानुपर्ने, बहिखानै लानुपर्ने, चिट काट्दै के हुन्थ्यो? अचम्म छ यो नियम। यो महानगर पुलिस भनेको के कामको लागि के? मैले बुझेको चाहिँ बाटोघाटो सरसफाइ गर्ने, यता पसल ससल बाटोतिर होइन के छ तिनीहरूलाई लखाल्ने, त्यसको संरक्षण गर्ने बाटोको। तर ट्राफिकको काम गरिरहेछ। नभए एउटै वर्दी लगाइदिए भइहाल्यो नि। नेपाल आर्मीलाई पनि त्यो के भन्छ स्वीकृति भएर नि यो लक बोकेर हिँड्ने, सशस्त्र प्रहरीलाई नै दियोस्, सबैले लाउन पाओस् के। अनि निजामती कर्मचारी, नेपाल सरकारी कर्मचारी हरेक सबैले लक बोकेर हिँड्नुहोस् न। फाइन आखिर उठ्छ त, लाखौँ उठ्छ त, दिनमा करोडौँ उठ्छ त। अनि अर्को कुरा, दिनमा 2022 चाहिँ पुग्छ के फाइन खानेहरू। सोच्नुहोस् त, 2022मा 1 लाख रुपैयाँ जरिवाना पर्ने चाहिँ नि 200 जनै भए पनि कति इन्कम हुँदो रहेछ नेपाललाई। त्यो मात्रै हेर्ने कि जनता चाहिँ नि बेरोजगारी छन्। महिनाको यार 20,000 तलब हुँदैन, 25,000 तलब हुँदैन, 30,000 तलब हुँदैन, 50,000को बाइक हुँदैन, 50,000को गाडी हुँदैन। अनि भोलिको दिनमा यो राम्रो हुँदैन। यो नियम लागू भइहालेमा यो भोलिको दिनमा सर्वसाधारण र ट्राफिक जवान, सिपाही, हलदार के हुन्छ नि, त्योहरूसँग रिसिभी मात्रै बढ्छ। यस्तै आत्मदह मात्रै बढ्छ, यस्तो घटना मात्रै बढ्छ। 1000 पटक सोचेर मात्रै लागू गरियोस् वर्तमान सरकारले भनेर म आग्रह गर्दै म निमा दोर्जी मोक्तान बिदा हुन चाहन्छु। नमस्कार।